हेलो साथीहरू, आज चाहिँ मेरो प्यारी छोरी आइसक्रिम खाँदैछिन्। आइसक्रिममा आउने बित्तिकै आइसक्रिमले चाहिँ हर्न बजाउने बित्तिकै मम्मु प गर्छिन् अनि आइसक्रिम खाँदैछिन्। मेरो प्यारी छोरी सबै मुखभरि दाल्छिन्, खाना पनि जान्दैनन्। यस्तो हालत छ आइसक्रिमको चाहिँ। सबै तल पनि सबै टोकेर सखाप पारेको छिन् अनि सबै बाहिर निक्लेको छ। मलाई कति मिठो लाग्छ भने आइसक्रिम आएपछि हतार बाहिर गएर हेरिहाल्छिन्। मम्मु आइसक्रिम आयो आइसक्रिम भन्छन् अनि पाउनुपर्छ ल्याएर। सबै मुखभरि नाकभरि लगाएर केही छैन। कति मनपर्छ उसलाई, मेरी छोरीलाई आइसक्रिम। सबै दलिएर म्याटमा पनि म चाहिँ पुस्दै छु, नानीलाई खुवाउँदै पनि छु। मेरी छोरी चाहिँ त्यही आइसक्रिमै सानो सानो गरेर खान खोज्दैछिन्। म चाहिँ सबै खाऊ भन्दैछु, नगर। अनि सकिन् मेरी छोरीले आइसक्रिम खाएर अझै माग्दैछिन्, तर आइसक्रिम चाहिँ गइसक्यो। एउटा त खाइसकिन्, धेरै खानु हुँदैन। अस्ति पनि 2-4 दिन आइसक्रिम दिनु भएर बिरामी बसिथिन्। अहिले फेरि उसलाई पानी चाहियो अरे। पा पनि माग्दैछिन्, आइसक्रिम खायो भने कस्तो तिर्खा लागे जस्तै हुन्छ। अनि त्यही भएर मेरो छोरी चाहिँ पानी पनि खाँदैछिन्। ल ओके, बाई साथीहरू। मन पर्यो भने एक लाइक दिनु होला।